हेलो गाइज गुड इभिनिङ। म चाहिँ आज घरमा हैन, यो चाहिँ मेरो घर हो, तपाईहरु देख्न सक्नुहुन्छ। हल्का तिहार लागेको चाहिँ टक्क भाइब्स आइरहेछ। यस्तो बवाल तरिकाले झिलिमिली राखेको छ हैन, बत्ती लाइटहरु हेर्न सक्नुहुन्छ। यो है मेरो घर चाहिँ। अनि म देखाउँछु यता पुलहरु जुन देखाएको हो है, म देखाउँछु। उहाँ बाबाले भाडा थन्काइ राख्नुभएको छ, देख्नु भयो होला नि हैन। ट्याक्कला फुल चाहिँ बवाल देखिरहेछ। कस्तो छ झिलिमिली? ल ट्याक्क कमेन्ट गरेर भनिदिनु त साथीहरु। ल मलाई बनाउन त आउन्न है, मेरो फर्स्ट यस्तो भिडियो हुँदैछ यहाँ। हल्का कस्तो कस्तो बोल्न अप्ठ्यारो लागिरहेछ यो। अनि यहाँबाट देखिने भ्यूहरु भनेको राति त खासै देखिन्न, म हजुरलाई दिउँसो नि देखाउँछु। म्याउ भाग्यो भर्खरै वहाँ पारि त्यो बत्ती बलेको ठाउँ चाहिँ पुम्दीकोट हो, पुम्दीकोट हैन। अनि यता माथि डाँडाहरु छ पुरा, यता माथिबाट चाहिँ भ्यूहरु बवाल देखिन्छ, पोखराको भ्यूहरु। अनि साथसाथै हेर्नु त्यहाँ के छ एकचोटी। मपडम कालाबाङ घरेडी कम्युनिटी होमस्टे, कालाबाङ घरेडी सामुदायिक होमस्टे, पोखरा 22 कास्की, हाउस नम्बर 4, प्रोभाइडरको रिसराम पौडेल, मोबाइल नम्बर 9846057466। म चाहिँ टोइलेटबाट निस्किन लाउने, नदेखाइदिउँ है टोइलेटबाट निस्केर के देखाउने। बब्बाल।